जति तपाईँको तागत छ जति तागत छ यसको हजुर जति तागत छ तपाईँसँग सबै तागत देखाउनुलाई एकदम जोडले ल है म उहाँको हात छुटाउने कोसिस गर्छु तागत लाउनु जति छ एकचोटि छुट्या छ है अब हामी के गर्नेछौँ सिएमडी वाटर उहाँलाई पिलाउनेछौँ यो पानी हो बिस्लेरी पानी यो भेस्टिजको सिएमडी हो अब यो पानी हामी के गर्नेछौँ सिएमडी हालेको उहाँले पानी पिलाउनेछौँ पानी पिलाएको 30 सेकेन्ड पछि फेरि हामी ट्राई गर्नेछौँ ल सबै पानी पिउनुहोस् सिएमडी वाटर अब सिएमडी वाटरले हाम्रो शरीरमा के बेनिफिट हुन्छ उहाँलाई कतिको थकान महसुस हुन्छ सबै चिजहरू किनकि हामीले के गर्नेछौँ यो डेमोबाट हामीले बुझ्नेछौँ है 30 सेकेन्डसम्म जस्ट वेट गर्नुहोस् तबसम्म तपाईँको बडीमा फैलिन्छ यो पानी पिएको अनि फेरि हामी के गर्नेछौँ तपाईँको फेरि चेक गर्नेछौँ यो पनि हेर्नु सेल्फको मैले यो युज गरेर आउँछु सेल्फकै लाग्यो अब यहाँबाट तपाईँले बुझ्नुहुन्छ क्लियर भयो सर 30 सेकेन्ड ल फेरि हेरौँ है पहिले हामीले एकचोटि उहाँको हात छुटाइसकेका थियौँ अब उहाँले सिएमडी पानी त्यस्तो होइन सर सिएमडी पानी पिउनु भएको छ हामीले फेरि ट्राई गर्नेछौँ उहाँको हात कतिपटक छुट्छ अलि अगाडि जानुहोस् जति छ तपाईँसँग तागत लाउनु होला है ल हामी ट्राई गर्नेछौँ फेरि उहाँलाई छचोटि लाग्यो 6 चोटि लाग्यो फर्स्ट टाइम कतिमा छुटेको थियो एकचोटि अहिले सेकेन्ड टाइम हामीले यो सिएमडी को पानी पिलायौँ भने उहाँलाई कतिचोटि छुट्यो 6 चोटि सर 6 चोटि त्यही महसुस भयो तपाईँलाई सर एनर्जी आयो शरीरमा होइन हजुर एनर्जी भयो तागत भयो एक्चुअलमा हेर्नुहोस् यो सिएमडीले हाम्रो शरीरमा यति धेरै बेनिफिट दिन्छ सिएमडी मतलब जसमा हाम्रो शरीरमा मिनरल्सको आवश्यकता हुन्छ हाम्रो शरीरमा 84वटा मिनरल्सको आवश्यकता हुन्छ त्यो चिज किनकि आज हामी नर्मल पानी पिउँछौँ नि त्योबाट 15-16वटा मात्रै मिनरल्स आउँछ अब त्यसैमा हामीले के गर्नु पर्यो 1 लिटर पानीमा 7वटा थोपाई हालेर पिउने भने हाम्रो शरीरमा थकान महसुस हुँदैन भने कमजोरी हुन्छ नि त काम